अब त आउला राम राज्य, अब त आउला राम राज्य भनेर बिचरा हामी नेपालीहरू कहिले कङ्ग्रेसमा भोट हाल्यौं, आएन। एमालेलाई जितायौं, राम राज्य आएन। अनि माओवादीलाई जितायौं, अब त केही होला, देश स्विजरल्यान्ड बनाउँछु भनेको प्रचण्डले। तर केही भएन, उल्टो भ्रष्टाचारमा डुब्यो, एमसीसी भित्रियो, अनि देश दलालहरूको हातमा पुग्यो। केही भएन। 19 दिने जनआन्दोलन भयो। जनआन्दोलनमा अब ज्ञाने चोर देश छोड, राजा हामीलाई चाहिँदैन, हामीले एक अनेक नाराहरू लगायौं। 19 दिने त्यो जनआन्दोलनबाट हामीले राज संस्था हटायौं अनि गणतन्त्र भित्र्यायौं। अब त राम राज्य आउला, फेरि आएन। झन् एउटा राजाको ठाउँमा सयौं राजा, छोटे राजाहरूको जन्म भयो। राम राज्य अझै आएन। अनि तिनीहरूलाई जितायो भने केही गर्ला नि त भनेर फेरि पनि हामीले मतदान गरेर जितायौं, गठबन्धन गरे। त्यो पनि हुनै नसक्ने गठबन्धन। कहिले एमाले माओवादी गठबन्धन गरेछ, कहिले एमाले कांग्रेस गठबन्धन गरेछ, कहिले माओवादी कांग्रेस गठबन्धन गरेछ। होइन, गठबन्धन कसरी चाहिँ हुन सक्छ? कांग्रेसबाट त्यो शेरबहादुर देउवाले आर्मी पुलिसलाई आफ्नै नेपाल आमाका दाजुभाइहरूसँग भिडायो। उता प्रचण्ड बाबुरामले आफ्नै देशका दाजुभाइलाई माओवादी बनाएर, लडाकु बनाएर भिडायो। आर्मी पुलिस माओवादीका वाइसिएल, माओवादी, जनमुक्ति सेना एक आपसमा भिडेछन्। को भिडेछन् भन्दा आफ्नै देशका दाजुभाइ भिडेछन्। मेरै घरको जेठो दाई आर्मी, त्यस पछाडि अर्को दाई माओवादी, आखिरीमा दुईटै मरे। अब रामराज्य आउला, फेरि पनि रामराज्य आएन। फेरि पनि 76 जना यो विद्यार्थीहरूलाई, अबोध विद्यार्थीहरूलाई मारियो। केपी ओलीले चाहिँ हैन, एमाले कांग्रेस मिलेर त्यति बेला जेनजी आन्दोलन दबाउनको लागि सुरुमा फायरिङ गरियो, गोली ठोकियो, छातीमा ताकी ताकी गोली हानियो। रामराज्य आउला, फेरि पनि। अब त भ्रष्टाचारीलाई कारबाही होला, फेरि पनि भएन। फेरि पनि रामराज्य आएन। अनि हाम्रो आशा हर्क साम्पाङलाई चाहिँ हामीले धेरै आश गर्यौं। अब उसले जातीय नारा लिएर मात्र किरातीहरूलाई चाहिँ समेटेर यसरी अगाडि बढ्ला हामीले सोचेको थिएनौं। हामीलाई लागेको थियो उसले कुनै जात धर्म होइन, उसले राष्ट्रको नारा लिएर चाहिँ अगाडि बढ्छ भनेर। तर यस्तो गफाडी निस्कियो। केपी शर्मा ओलीले भन्दा पनि चर्को गफ गर्ने भयो। भन्छ गाई, खरा वस्तुहरू, भैँसीहरू सबैले म्या म्या माटो माटो भन्छन् रे। यतिसम्म गफाडी होला। बालनले प्रधानमन्त्री बनाउँछ भनेर दिमागमा लिएर हिँड्ने हर्के जस्तो मान्छेले देशको राजनीति चलाउँछन् त। मेयर बन्ने योग्य होइन रहेछ के हर्के भने मान्छेले